हेलो गाइस ल हेर्नु त बाबा गाडीमा आज 55 डिग्री सेल्सियस तापक्रम छ हो यो ताबु बन्ने ठाउँमा दमदमामा कति डिग्री सेल्सियस होला यो गाडीमा एसी चल्दा पनि पसिना हेर्नु यहाँ बा पसिना हेर्नु ल एसी चल्दा पनि ल यतिको पसिना छ हो भन्छ नि मान्छेले यार यहाँ पैसा कमाइरहेको छ पैसा त्यति कमाइन्छ यार यस्तो डिग्री सेल्सियस तापक्रममा मान्छेहरू झन् बाहिर काम गर्नेहरूले कस्तो भयो होला यो त भित्र काम गर्दाखेरि एसीमा काम गर्दाखेरि यस्तो पसिना आइरहेछ यतिको पसिना बगिरहेछ हो यो एसीले पनि काम गर्न छोडाछ के हुन्छ विदेशमा मान्छे पैसा धप्प कमाछ एसीमा बसेको छ के चाहिँ खासै गाह्रो काम छ र मलाई गाडी चलाउनु छ गाडी चलाउन नि कति गाह्रो छ यहाँनिर यहाँ आएपछि थाहा हुन्छ के म भनेर जतिको सजिलो छैन नि यहाँनिर हेर्नु लगाएछ एसी दुइटै काम गर्न छोडिन्छ चिसो त फालिरहेछ तर पुरै चिसो चाहिँ बनाइरहेको होइन कि त्यस्तो गर्मी छ यहाँ एकदमै डेन्जर गर्मी के